म वीरबहादुर बस्नेत बैजनाथ गाउँपालिका वार्ड नम्बर 2 बिमारदेखि बाँके। तपाईको यो ठाउँ यस्तो भाइरल हुन्छ भन्ने कसैले सोचेको पनि थिएन, कसैको कल्पना पनि थिएन होला र आज तपाईको अचानक तपाईको यस्तो भाइरल हुनु। तपाईको म यहाँको विशेष गरेर पालिका सरकार र यहाँको वडा सरकारलाई के भन्न चाहन्छु भने, के सन्देश दिन चाहन्छु भने, तपाईको हाम्रा नेपालका नेताहरूले लाखौं करोडौं भ्यू टावर अनि त्यस पछाडि तपाईको कुयौं तपाईको भ्यू टावरहरू कुयौं तपाईको कहाँ तपाईको खर्च गरेको तपाईको विगतका यथार्थहरू धेरै छन्। किन भन्दा यही पर्यटकीय क्षेत्र बनाउनको लागि र यही पर्यटकहरू र यही रमणीय क्षेत्र बनाउनको लागि अरबौं खरबौं पैसा खर्च गरेको रेकर्ड छ। तर आज बैजनाथ गाउँपालिका वार्ड नम्बर 2 पिपमारीमा यो हुन्छ भन्ने कसैले सोचेको थिएन। आज यो भिड हेर्ने हो भने तिनीसम्म अरबौं पैसा खर्च गरेको भिड भन्दा यो तपाईँ फ्रीमा आफै तपाईँको एउटा भाइरल एउटा स्थापना एउटा भएको एउटा ठाउँ हो यो। र यो ठाउँलाई अझै तपाईँलाई स्थापना बनाउनको लागि बैजनाथलाई तपाईँको नेपालभरि विश्वभरि चिनाउनको लागि यहाँको स्थानीय सरकार, हाम्रो 2 नम्बर वडा, 3 नम्बर वडा, 1 नम्बर वडा प्लस हाम्रो बैजनाथ गाउँपालिकाको सम्पूर्ण टिमलाई र सम्पूर्ण तपाईँको स्थानीय सरकारलाई म के भन्न चाहन्छु भने, यो भिडलाई यो तपाईँको यस्तो तपाईँको एउटा यो चर्चित भएको ठाउँलाई आज स्थापना गर्नको लागि तपाईँहरूको भूमिका प्राथमिकतामा रहनुपर्छ र तपाईँहरूको भूमिका हुनुपर्छ भन्ने कुरामा म आफ्नो 2 शब्द तपाईँहरूको लागि म स्मरण गर्न चाहन्छु र तपाईँलाई म वास्तविक तपाईँ भिडलाई देखाउन चाहन्छु। देख्न सक्नुहुन्छ, हेर्नुहोस्, आखिर तपाईँहरूको कुनै पैसा लगाएर कुनै तपाईँको कोही मान्छे तपाईँको भाइरल बनाएर भाइरल भएको ठाउँ होइन। आखिर यथार्थ तपाईँको आफै तपाईँको भाइरल भएर त यो हेर्न सक्नुहुन्छ लाखौं लाख जनताहरू यहाँ तपाईँको उपस्थित हुनुहुन्छ। र यो उपस्थित हुनुको कारण यो ठाउँलाई मन पराउनु भयो, यो ठाउँ तपाईँको सबैको मनमा बस्न सफल भयो। यो सर्वव्यापी तपाईँको फैलिएको कारणले आज लाखौंको भिड देख्न सक्नुहुन्छ। यता गाडी घोडा त्यस्तै छ, तपाईँको मान्छे त्यस्तै हुनुहुन्छ। त्यो भएको कारणले म स्थानीय सरकारलाई प्लस बाँके जिल्लाका सम्पूर्ण तपाईँको अग्रज निकायहरूलाई पनि म के भन्न चाहन्छु भने, राजनीतिक दल लगायत सम्पूर्ण निकायलाई के भन्न चाहन्छु भने, सम्पूर्णलाई मेरो आग्रह के छ भन्दाखेरि यसलाई स्थापना गराउनुपर्छ। पर्यटकीय क्षेत्र बनाउनको लागि यसलाई स्थापित गराउनुपर्छ र स्थापित गराउनको लागि राजनीतिक दल लगायत सम्पूर्ण तपाईँको नागरिक अफगार सबैलाई तपाईँको म अपिल के गर्न चाहन्छु भने, यसलाई स्थापित गर्नलाई तपाईँहरूको मेन भूमिका रहनुपर्छ। र भाइरल गराउन लाखौं तपाईँको करोडौं पैसा तपाईँको त्यो भ्यूटा त्यस्ता बनाउनु पर्दैन। एउटा आफै चर्चित भएको ठाउँ हो भन्न चाहन्छु। यसरी